साथीहरु वेलकम टु आवर ब्लग र आज चाहिँ म सामानको रिभ्यू गर्न जाँदैछु र यो चाहिँ हाम्रो हैन ब्लगको लागि इम्पोर्टेन्ट सामान हो र हाम्रो ललतरीमा खोलेको पनि धेरै त भएको छैन त्यही पनि हाम्रो अलिकति ब्लगलाई अलि राम्रो बनाउनको लागि हामीले माइकलाई ल्याएको छौं अनि यो माइक चाहिँ लेटेस्ट हो मैले तराजबाट किनेको हो र यो चाहिँ मैले तराजबाट रिजनेबल प्राइसमा पाएको छु र यो चाहिँ अहिले धेरै चलेको माइक हो र यो अब हेरौँ हामीलाई कस्तो खाले रहेको छ र रिभ्यू पनि दिनेछु र यो माइकको टेस्ट पनि गरेर तपाईहरुलाई देखाउने छु ल ओपन गरौँ है राम्रो हेर्नुस् न माइकको बाहिर कभर यस्तो राम्रो छ भने भित्र कस्तो होला हेर्नु त ल ओपन गरौँ र यो चाहिँ हाम्रो नेपो ब्रान्डको रहेको छ अनि यो चाहिँ नेपो ब्रान्डको NP59 रहेको छ अनि यो चाहिँ स्मल साइजमा हुन्छ धेरै ठुलो नि हैन अनि यो लाउँदा पनि तपाईहरुको हैन त्यो टाक जस्तो देख्छ त्यही भएर तपाईहरुले माइक जस्तो पनि लाग्दैन के यस्तो बवाल लाएर किनेको मैले वाउ ल हेरौँ है भित्र कस्तो लाग्छ ओ माय गॉड साथीहरु हेर्नुस् त सुरुमा चाहिँ हामीले नेपो ब्रान्डको कार्ड पाएको छौँ कसरी हामीले युज गर्ने भनेर यहाँ हेर्न सक्नुहुन्छ सिरियली दिएको छ र यहाँ पछाडि पनि देखाएको छ र तपाईहरुले यहाँ मोबाइलमा कनेक्ट गरेर बोल्नु पर्ने हुन्छ है यो चाहिँ यसमा सुरुमा म यो हेर्छु दुईटा प्याकेट पाउनुहुन्छ एउटा चाहिँ यो वाला भयो लेट्स ओपन इट यसमा चाहिँ तपाईले पाउन सक्नुहुन्छ चार्जर पाउन सक्नुहुन्छ है योमा चाहिँ चार्जर मात्र रहेको छ चार्जर टाइप सी को जस्तो हो चार्जर यो भयो अब चाहिँ फाइनल पार्ट भनेको यही हो है यसमै माइक रहेको छ लेट्स ओपन यो चाहिँ हैन पट्टा शुद्ध आउँछ के हेर्नुस् न गाइस यो त अहिले एयरपोर्ट जस्तो लागिरहेको छ हैन मलाई वाउ कस्तो राम्रो छ हेर्नुस् न यति राम्रो छ है गाइस म सबै देखाउँदिन्छु तपाईहरुलाई यहाँ के छ भनेर सुरुमा चाहिँ यहाँ रिसिभर छ टाइप सी को रहेको छ यो चाहिँ मोबाइलमा अट्याच गरेपछि बल्ल माइक युज हुन्छ यो चाहिँ टाइप सी को मात्र रहेको छ यसमा अहिले अब भयो अर्को यो चाहिँ हैन यो चाहिँ आइफोनको लागि भयो यो आइफोनको चाहिँ कसरी युज गर्ने भन्दाखेरि चाहिँ हाम्रो हैन यो पनि टाइप सीमा यस्तोमा यहाँ अट्याच गर्ने हुन्छ क्या अब यो टाइप सीमा यसरी लाएर युज गर्ने आइफोनलाई चाहिँ हैन यो भयो हैन अब अर्को रहेको छ ल मेन पोइन्ट यो रहेको छ माइक यो माइक चाहिँ हैन तपाईहरुले यहाँ पछाडिपट्टि म्याग्नेट अट्याच छ है अट्याच ल यो म्याग्नेट भयो अब हेर्नुस् है मजाले टालिन्छ तपाईहरु अनि यो चाहिँ हैन तपाईहरुले यसरी गर्न नि हुन्छ है यो चिम्टी काटा जस्तो नि हुन्छ है अनि अर्को योमा चाहिँ दुईटा पर्छ है र म यो लाएर नि ट्राई गर्छु सुरुमा चाहिँ यो हटाम अब यो हामीले टेस्ट पनि गर्नेछौँ कस्तो छ भनेर यसको ट्राई गर्दा राम्रो आउँछ कि आउँदैन भोइसहरू सबै ट्राई गरेर तपाईहरुलाई देखाउनेछु कि तपाईहरुले पनि यो किन्दाखेरि कस्तो रहेछ भनेर पनि थाहा पाउनुहुन्छ है ल अब हामी टेस्ट गर्नतिर लाग्छौँ ल है यो चाहिँ पहिले सुरु यो पहिलेबाट यस्तो टेप जस्तो टाले हुन्छ अब यसलाई निकालौँ निकालिसकेको छु र अब यो हामी सुरु गर्नेछौँ ल हेर्नुहोस् यहाँ लाइट बलिसकेको छ लाइट बोल्यो अब यो चाहिँ हामी रेडी हुन्छ अब बोल्नलाई अब यो हामी यो रिसिभर अट्याच गरेर बोल्नेछौँ
र यो लाइट टोटल्ली बल्या पनि सकिसक्यो, हामीले रिसिभर पनि हालिसकेको छौँ र अब हामी बोल्न मात्रै रहेछ र यो म लाउँछु अनि बोल्नेछु तपाईँहरूको अगाडि। ल यो अहिले कस्तै गरी ल गाइज मैले चाहिँ यो लगाइसकेको छु र अघिनेको नर्मल स्वरभन्दा अहिले राम्रो नै आउला क्लियरली पनि। अनि यो बाहिरको आवाजहरू पनि अलिकति आउनु बन्द भयो होला होइन। र यो मेरो स्वर कस्तो आइरहेको छ पनि भनिदिनु होला। र म यो टेस्ट गरिरहेको छु अहिले र मेरो आवाज कस्तो आएको छ मलाई थाहा छैन, तर तपाईँहरूलाई क्लियरली थाहा हुनेछ। र यो टेस्ट गर्दाखेरि हामी धेरै टाढाबाट पनि टेस्ट गर्नेछौँ र हामी कति टाढासम्म यो टिक्छ भन्ने कुरा पनि तपाईँहरूलाई क्लियरली देखाउनेछौँ टेस्ट गर्नुको लागि होइन। धेरै क्राउडेड ठाउँ र अनि टाढा जाँदैछु। ल हेरौँ यो कतिसम्म टिक्दा रहेछ। ल म जाँदैछु। अहिलेसम्म मेरो भोइस त राम्रै आइरह होला, बट हेरौँ अब टाढा गएपछि कस्तो आउँछ। म लगभग रोडमा आइसकेको छु र तपाईँहरूले मलाई देख्न सक्नुहुन्छ यहाँ। र मेरो स्वर कस्तो आइरहेको छ पनि भनिदिनु होला। अनि यो स्वर क्लियरली आयो कि आएन पनि भनिदिनु होला है। अनि यो मैले आज रिभ्यू गरेको कस्तो हो पनि भनिदिनु होला कमेन्टमा सबै। ल गाइस मैले चाहिँ ट्राई गरिसकेको छु र तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ असाध्यै राम्रो लाग्यो। र यो माइकमा चाहिँ यो माइकको बट्टै यस्तो राम्रो छ। अनि योमा एलइडी लाइट शुद्धको स्क्रिन रहेको छ। र यो अबबाट म अब भ्लग गर्दा पनि यही माइक लाएरै भ्लग गर्नेछु। र तपाईँहरूलाई यस्तै खाले रिभ्युजको भिडियो चाहिएको छ भने तपाईँहरूले हामीलाई हाम्रो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। र तपाईँहरूले पहिलाको जस्तै अहिले पनि माया गरिरहनु होला। र तपाईँहरूको साथ सपोर्टको लागि धन्यवाद।